नमस्ते। यहाँहरूले यो ब्याकग्राउन्डमा देखिरहनु भएको चाहिँ बाँके राष्ट्रिय निकुञ्जको यो पानी पोखरी पछाडिको घाँसे मैदान। तपाईहरू नेपालगञ्जबाट कहीँ घुम्न जान चाहिरहनु भएको छ, बाँके राष्ट्रिय निकुञ्ज स्पेसल्ली घुम्न चाहनु भएको छ, कहाँ सम्पर्क गर्ने, कसरी जाने भन्ने सोचिरहनु भएको छ भने हाम्रो नेपालगञ्जको न्यू रोड होटल कल्पत्रुको जस्ट अपोजिट साइडमा तुलसी होलिडेज छ। त्यहाँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आफ्नो 8-10 जनाको ग्रुप बनाउनुहोस् पहिला, किनभने एउटा सफारी जिपमा 8-10 जनाभन्दा बढी आउनलाई अलिक गाह्रो हुन्छ। 8-10 जना हुनुभयो र हाम्रो तुलसी होलिडेजमा सम्पर्क गर्नुभयो भने तपाईँहरू मजाले यहाँ आउन सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। कति पैसा लाग्छ के लाग्छ भन्ने कुरामा तुलसी होलिडेजमै सम्पर्क राख्नु होला र इन्जोय गर्नुहोस्। आज हामीले पनि एकदमै इन्जोय गरौँ। नेचरमा एकदम शान्त त छ नै, चितल देख्यौँ, हामीले बाघको पन्जा देख्यौँ, बच्चा र चल्लाको पोखरीको छेउछाउमा भर्खरै ताजा फ्रेस पन्जा देख्यौँ, भर्खरै चौका देख्यौँ, मुगुवा मचाननिर हामीले ठुलो सङ्ख्यामा जरायो चितलहरू देख्यौँ। यहाँहरू पनि आउन सक्नुहुन्छ, एकचोटि मजा लिनुहोस्, कस्तो छ हेर्नुहोस्। थ्याङ्क यू।